My frustration level. सबैको लाइफमा यस्तो मान्छेहरू हुन्छ के पछाडि रिसले मर्ने ओहो रिसले मर्ने होइन अगाडि आयो भने कति राम्री के तिमी ओहो भन्दै चापक्क लपक्क हुने होइन अनि डाहा गर्ने कुरा काट्ने होइन यही कानले सुनेको छु कि मैले कुरा काटेको होइन मलाई थाहा छ कि को मान्छे कस्तो व्यवहार गर्छ कस्तो सोच्छ मेरो बारेमा कति रिस गर्छ भनेर अगाडि आएर नाटक अझ भिडियोमा कमेन्ट हुन्छ कि रिस मान्ने मान्छेहरूको होइन अझ थाहा हुन्छ कि मलाई थाहा हुन्छ कसले रिस मानेर हुन्छ भनेर न लपक्कै देख्यो भने त लपक्कै म जस्तो हुनुपर्छ कि मलाई रिस उठ्यो भने म कसैसँग रिसाउँछु भने अगाडि आएपछि बोल्नै पर्छ होइन तर म च्याप्प चप्किने गरी बोल्दैन क्या कसैसँग पनि बोल्नु त पर्छ अब होइन सँगै हिँड्यो भने बोल्नुपर्छ भेट्यो भने बोल्नुपर्छ तर त्यो नाटक गर्नु पर्दैन कि नागिनहरू रिस उठ्छ मलाई त त्यही भएर रिस पनि देखाउनुहोस् माया पनि देखाउनुहोस् कि भित्रबाट जे छ त्यही देखाउनुहोस् कि चटक गरेर होइन नाटक गरेर होइन अनि मेरो अगाडि आउँदै पढ्दै आउनु पर्दैन मेरो अगाडि पनि नबोले पनि केही फरक पर्दैन मलाई माया देखाए पनि मलाई केही फरक पर्दैन जसले माया देखाउनु पर्ने देखाइरहेकै हुन्छ कुरा काट्न जानेका चुट्यो भने रिस उठ्छ नि के गरौँ थाहा पाएर पनि अब भन्नै पर्छ